छोडेर जाने मान्छेलाई के माया लाउनु यो छोडेर जाने मान्छेलाई के माया लाउनु आज चाहिँ हामी यहाँ भेला भएका छौँ घरमा होइन अनि आज हाम्रो घरमा उहाँ चाहिँ बिचमा हुने मान्छे चाहिँ पाहुना आउनु भएको है म चाहिँ पाहुना होइन आज चाहिँ अब हामीलाई छोडेर टाढा जाँदै हुनुहुन्छ दिदी रुनुहुन्छ नरुनु फेरि भन्नुहुन्छ बेर्सी भेट्न आउनुहुन्छ आउनु न आउनुहुन्छ तपाईँ आउनुहुन्न हामीलाई भेट्न आउँछु आमा दिदी साँच्चै रुनुभयो दिदी त रुनुहुन्छ मलाई थाहा छ होइन दिदीको बाटोमा हिजो गाडीमा एउटी केटी रोकिएर सबै कुरा चाहिँ भन्नु पर्दैन कामबाट आउँदा कि गाडीमा एउटी केटी रोकिएर कि घरमा आएर दिदी रुँदा गर्नुभयो बिचरा कहानी सुनाएर गाडीमा अगाडि पछाडि बस्नु भएको र अगाडि सिटो एउटी केटी रोकियो अरे घरमा आएर रुनुभएको तपाईँ रुनुभएको मलाई गीत सुन्दै हुन्छु किताब पढ्दै हुन्छु म एकदम अनि अब आज चाहिँ खासमा खानेकुरो केही पनि छैन क्या स्पेसल आउनुहुन्छ भन्ने पनि थाहा थिएन नि त आउनुहुन्छ भन्ने थाहा थियो अन्त आज हामीले स्पेसल प्लान गर्ने कुरो थियो थाहा भएन एक्काइस सालमा मैले त त्यही पनि भर्खर थाहा भएको अनि हामी चाहिँ आज पानीपुरी खाने अनि हामीलाई चाहिँ उहाँले चाहिँ सिस्नो पकाएर ल्याइदिनु भएको छ मैले अहिलेसम्म सिस्नो खाएको छैन भन्दा नि चाहिँ एकचोटि चाखेको मात्रै छु आज खानु पर्यो बस्नु हुँदो रहेछ पकाएको सिस्नो त नपकाइ खानु भयो भने चाहिँ पोल्छ पकाएको खाएको त पोल्दैन अस्ति उहाँ निगो टिप्न लाँदाखेरि हात पोलेर त सिस्नोले अनि यस्तै साथीहरू अनि अहिले म पानीपुरी बनाएपछि चाहिँ तपाईँलाई देखाउँछु ल खाएको पनि देखाउनु पऱ्यो नि त बनाएको मात्र होइन हाम्रो दिदी उहाँ आलु उसिन्दै हुन्छ पानीपुरीको लागि पाएको दिदी आलु कति अल्छी हुनुभएको कति ढिलो गर्नुभएको तपाईँले आलु सिन्नु भनेको यहाँनिर ऐनामा त मोबाइल देखिदिएर अनि हामीलाई गिफ्ट पनि ल्याइदिनु भएको छ यो कप दुईजनालाई एक एकवटा अनि यो बटुका है यो बटुका अनि दुईजनालाई एक एकवटा ल्याइदिनु भएको छ कति धेरै माया गर्नुभएको तपाईँले कति धेरै माया गर्नुभएको माया गरेको होइन यसो सम्झना साथीहरूलाई छोडेर जाँदैछु त्यही भएर अनि कस्तो रुन मन लाग्यो मलाई पनि आँसु आयो मेरो आँखामा नरुनु म भेट्न आइहाल्छु नि बेला बेलामा समझ रहे हो भेट्न मान्छेले छोडेर जान्छ त्यही भन्न तरकारी पकाएर क्या साथीहरू मैले भनेको थिएँ नि सिस्नोको तरकारी नेचुरल हो यो आफै टिपेर ल्याएर कस्तो खाउ लाग्दो छ आज भात धेरै रुच्ने हो दिदीले मलाई ट्याक्क चिया पकाएर दिनुभएको छ यो दिदीले चिया दिनुभयो खान्छु ल कस्तो छ कति धेरै चिया दिनुभएको कुकी खाने छ जेब्रा एउटा कुकी खाम न चिया चाहिँ मिठो छ तर पातलो दुधको परेछ भैँसी पाले छैन भैँसी त पाले छैन भैँसी पालेछ पछाडि घाँस काटिरहेको देख्नु भएन है ठुलो भैँसी छ कालो भैँसी पालेछ अनि मिठो चिया खानलाई त भैँसी पाल्नु पर्छ नि त चिया मिठो छ दिदी मिठो चिया खान भैँसी पाल्नु पर्छ त मिठो चिया खान भैँसी पाल्नु पर्छ त्यही भएर मलाई पातले चिया दिनुभयो सायद के खाने कुकी यो चाहिँ मैले पानीपुरीको पानी बनाएको होइन भइसकेको छैन यसलाई के पुगेको छैन मलाई पनि थाहा छैन यो चाहिँ ट्याक्कले पानीपुरीको अचार भयो है दिदी अलिकति अचार चाख्नु त कस्तो छ नुन लाएन हेर्दा त दामी छ कस्तो छ कस्तो हो यस्तो भनेको मिठो ट्याक्क
पानी बनाउन बाँकी छ म पानी बनाउँछु अनि ट्याक्कसले पानी वाउ मुखबाट पानी आइसक्यो है मलाई भर्दैछु कस्तो प्याट्टै फुट्यो ए देख्दा तपाईँहरूलाई खान मन त लागेको होला होइन मलाई पनि लागिरहेछ तर म एकछिनमा खान्छु क्या रेडी भयो पानीपुरी हेर्नु त कस्तो छ के हो पानीमा हाल्ने होला त्यो यो बिग्रिन्छ भनेर झन्डै खाइदिएको नपढिकन पानीपुरी ल पानीपुरी खोइ चेस गर त अनि ल अर्को सामान छिटो चेस गर्नु पर्यो छिटो 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 मेरो ल यसो दाले बनाएको मिठो पानीपुरीको लागि धन्यवाद थ्याङ्क यू मिठो छ वाउ क्या दामी छ क्या दामी छ पानीपुरी र मोमो चाहिँ मोबाइल ठाउँमा आउन चाहियो खाने भए भनेर फेरि खानुपर्छ कस्तो भयो बिर्सिनु भयो खाइसकेपछि खाइसकेपछि फेरि खाँदैछु म अहिले खाएको बिर्स्यो म खाइसकेपछि बिर्सिनु भएर अब के भन्नु यस्तो मान्छेहरूलाई मैले दिदी कस्तो भयो मिठो छ धन्यवाद सधैँ यस्तै खाना बनाउनु मिठो मिठो गरेर बनाएर अब एउटा मादो पुग्यो एउटा खानु म खुवाइदिन्छु एउटा लु छिटो 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 खुवाइदिनु खुवाइदिनु ल ल ल ल दामी दामी तपाईँलाई एउटा एउटा माया भनेको यस्तो हुनुपर्छ म त आलु खोरे हालेको म खान्न आलु खोरे हालेको म त खान्न लु हाम्रो पनि टिकटक भिडियो बनाइदिनु लाउँछु सवितालाई खिच्न लाउनु लु आलु हाले खान्न भन्दा नि कोच्याउने मिठो खान्न भन्दा नि के सार जबरजस्ती हो थ्याङ्क यू दिदीलाई अघि हामी सबलाई के अरे पुरी खुवाइदिनु पानीपुरी खुवाइदिनु भयो नि त म नि खुवाइदिन्छु दिदीले म त कति धेरै माया गर्नुहुन्छ पानीपुरीमा पानी अडिदियो भने तर दिदीले खोइ कहाँ ल्याउनु भएको आएर हजुरलाई एउटा खुवाइदिउँ नखाने अरे मलाई चाहिँ मगाउनु भयो अरे म हात धोएर आउँछु अब ल युट्युबर होइन मेरो भिडियो कसैले पनि हेर्नुहुन्न होइन अनि सबैजनाले मेरो भिडियो हेरिदिनु माया गरिदिनु लाइक कमेन्ट गरिदिनु मेरो भिडियो के अरे युट्युब मोनिटाइज हुन्छ भने थाहा छैन यदि मोनिटाइज भयो भने म दामी दामी कन्टेन्टहरू लिएर आउनेछु मेरो साथमा दिदी हुनुहुन्छ उहाँ त छोडेर जाँदै हुनुहुन्छ टाढा टाढा मलाई युट्युब बनाउन साथ दिने दिदी हुनुहुन्छ मेरो क्यामेरामा अम्ला लाग्यो कताबाट गर्ने हो यताबाट अनि ट्याक्कसँगले हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु अनि मिठो मिठो कमेन्ट गरिदिनु फेरि पनि मलाई भिडियो बनाउनु जाँगर लागोस् धेरै गाह्रो